के साँच्चै एकै मिनटमा एउटा गजबको स्टक छनौट गर्न सकिन्छ? सुन्दा त असम्भव जस्तै लाग्छ होइन? तर आज हामी एउटा यस्तो फ्रेमवर्कको बारेमा कुरा गर्दैछौँ जसले यो कुरालाई सम्भव बनाइदिन सक्छ। ल सुरु गरौँ है त यो रोचक यात्रा। यो प्रश्न लगानीको दुनियाँमा साँच्चै नै एकदमै महत्त्वपूर्ण छ। एक मिनटमा निर्णय लिनु भनेको कि हतारमा गरिएको गल्ती हो कि यसको पछाडि कुनै बलियो सोचे बुझेको रणनीति पनि हुन सक्छ? आउनुहोस् आज यसैको रहस्य खोल्ने प्रयास गरौँ। अब एक मिनट भन्ने बित्तिकै कतै यो छोटो समयको लागि गरिने ट्रेडिङको कुरा त होइन भन्ने लाग्न सक्छ। तर होइन, यो त ठ्याक्कै त्यसको उल्टो हो। यो फ्रेमवर्क त वारेन बफेट जस्ता महान लगानीकर्ताको सिद्धान्तमा आधारित छ। उहाँहरूले किन छिटो निर्णय लिन सक्नुहुन्छ? किनभने उहाँहरूको सोचाइ लामो अवधिको हुन्छ। उहाँको 94% सम्पत्ति त 62 वर्षको उमेरपछि मात्रै जम्मा भएको थियो। यसले के देखाउँछ भने धैर्यको महत्त्व कति धेरै छ। बजारमा हजारौं कम्पनीहरू छन् होइन त? अब कुन चाहिँ छान्ने एकदमै अन्योल हुन्छ। तर यही अन्योलको समाधान हो एउटा सिस्टम्याटिक तरिका, जसलाई भनिन्छ टप डाउन मेथड। यसले हाम्रो छनौट गर्ने प्रक्रियालाई एकदमै सजिलो र तार्किक बनाइदिन्छ। हाम्रो पूरा रणनीति यही 3 चरणको फनेलमा टिकेको छ। हेर्नुस् है, हामी सबैभन्दा माथिबाट मतलब देशको समग्र अर्थतन्त्र कस्तो छ भनेर हेर्छौँ। त्यसपछि कुन सेक्टरले चाहिँ राम्रो गर्न सक्छ भनेर पहिचान गर्छौँ र अन्त्यमा त्यो सेक्टरको सबैभन्दा बलियो कम्पनीमा आफ्नो ध्यान लगाउँछौँ। यसरी हाम्रो खोज फराकिलोबाट साँघुरो र एकदमै प्रभावकारी बन्छ। खासमा लगानी गर्ने दुईवटा मुख्य तरिकाहरू छन्। एउटा हो बटम अप, जहाँ सिधै एउटा राम्रो कम्पनी खोजिन्छ। बजारको अवस्था जेसुकै होस् मतलब भएन। तर टप डाउनमा जुन हामी आज सिक्दैछौँ त्यसमा चाहिँ पहिले हावा कता बगिरहेको छ भनेर हेरिन्छ अनि मात्र डुङ्गा चलाइन्छ। मतलब पहिले सही बजार अनि मात्र सही कम्पनी। ल अब यो टप डाउन एप्रोचलाई व्यवहारमा कसरी उतार्ने त? कसरी देशमा भइरहेका ठूला आर्थिक घटनाहरूलाई हेरेर लगानीको अवसर पत्ता लगाउने? आउनुहोस् हेरौँ। ल एउटा उदाहरणबाट सुरु गरौँ है त। कल्पना गर्नुहोस्, सरकारले देशैभरि सडक र पुल बनाउनका लागि एउटा ठूलो बजेट घोषणा गर्यो। हो, यही समाचार हाम्रो लागि लगानीको आइडियाको पहिलो सङ्केत हुन सक्छ। अब सोच्नुहोस् त, सरकारको यस्तो घोषणाले सबैभन्दा पहिलो र सिधै फाइदा कुन कुन उद्योगलाई हुन्छ? स्वाभाविक हो, सडक बनाउन चाहिने सिमेन्ट र स्टिल उद्योगहरूलाई। तर कुरा यतिमै सकिँदैन। अझ गहिरिएर सोचौँ त, जब राम्रो सडक बन्छ गाडीहरूको बिक्री बढ्छ, मान्छेहरू धेरै यात्रा गर्छन्, जसले गर्दा पेट्रोल पम्पलाई फाइदा हुन्छ अनि नयाँ नयाँ ठाउँमा बाटो पुग्दा घर जग्गाको भाउ पनि बढ्छ। हेर्नुहोस् त, एउटै समाचारले कति धेरै अवसरहरूको ढोका खोलिदिन्छ। ल अब आयो त्यो चरण जहाँ एक मिनटको जादु देखिन्छ। तर एकछिनै, यो जादु भनेको पुरै विश्लेषण एक मिनटमा सकाउने होइन। यो त सयौं कम्पनीको भिडबाट केही उत्कृष्ट कम्पनीहरूलाई एकै मिनटमा छान्ने एउटा शक्तिशाली फिल्टर हो। यो काम हामी एउटा एकदमै उपयोगी टुलको मद्दतले गर्छौं जसलाई स्टक स्क्रिनर भनिन्छ। यो एक किसिमको हाम्रो डिजिटल असिस्टेन्ट जस्तै हो। हामीले यसलाई आफ्नो मापदण्ड बताउँछौं र यसले तुरन्तै हाम्रो लागि मिल्ने कम्पनीहरूको सूची तयार गरिदिन्छ। हामी खासमा 3वटा सरल तर एकदमै शक्तिशाली फिल्टरहरू प्रयोग गर्छौं। पहिलो, कम्पनी आफ्नो सेक्टरको मार्केट लिडर अर्थात् राजा हुनु पर्यो। दोस्रो, कम्पनीसँग हाई फ्री क्याश फ्लो हुनु पर्यो, मतलब सबै खर्च कटाएर पनि प्रशस्त नगद बच्नु पर्यो। र तेस्रो, यसको रिटर्न अन इक्विटी आरओई 15% भन्दा बढी हुनु पर्यो, जसले लगानीमा राम्रो प्रतिफल दिने क्षमता देखाउँछ। जब हामी यी 3वटा फिल्टर स्क्रिनरमा हाल्छौं, नतिजा यस्तो देखिन्छ। हेर्नुहोस् त, सयौं कम्पनीहरूबाट छानिएर हाम्रो अगाडि कम्पनी ए जस्तो 1 वा 2वटा मात्रै विकल्प बाँकी रहन्छ जसले हाम्रो सबै शर्त पूरा गर्छ। कति सजिलैसँग हामी सही कम्पनीको एकदमै नजिक पुग्यौं। स्क्रिनरले हाम्रो 90% काम त सजिलो बनाइदियो, तर अब आउँछ बाँकी 10% काम, र यो नै सबैभन्दा महत्त्वपूर्ण छ। त्यो 1 मिनटको फिल्टर पार गरेपछि अब सुरु हुन्छ वास्तविक विश्लेषण। राम्रो कम्पनी भेट्टाउनु भनेको त आधा बाटो हिँड्नु मात्रै हो। अब 2वटा महत्त्वपूर्ण प्रश्नको जवाफ खोज्नुपर्छ। पहिलो, के यो कम्पनीको शेयर सही मूल्यमा उपलब्ध छ? र दोस्रो, के अहिले नै किन्ने सही समय हो? यसका लागि हामी फन्डामेन्टल र टेक्निकल एनालाइसिसको मद्दत लिन्छौँ। यो पूरा प्रक्रियालाई एउटा फ्रेमवर्कको रूपमा हेरौँ जसलाई पटक पटक प्रयोग गर्न सकिन्छ। यो त्यस्तो सिस्टम हो जसले लगानीलाई अनुमानको भरमा गरिने खेलबाट ज्ञानमा आधारित निर्णयमा बदलिदिन्छ।
त्यसैले 1 मिनेटमा स्टक छनौट भनेको कुनै जादुको छडी होइन। यो त एउटा अनुशासित टप डाउन प्रक्रियाको नतिजा हो। जब एउटा बलियो सिस्टम हुन्छ तब आत्मविश्वासका साथ छिटो र सही निर्णय लिन सकिन्छ। अब अन्त्यमा एउटा प्रश्न, हामीले गर्ने लगानी के भाग्यमा आधारित जुवा हो वा एउटा सोचे बुझेको प्रणाली? याद राखौं, सही प्रणालीले बजारको हल्लाबाट बचाउँछ र सफलताको बाटो देखाउँछ। आफ्नो लगानीलाई आजैदेखि एउटा प्रणालीमा ढाल्ने कि